सिमसिम स्टोरिजमा यहाँलाई स्वागत छ। टोकन नम्बर 25। के तपाईँले कहिले सोच्नु भएको छ, सडकमा ठोक्किने अपरिचित मानिसहरूसँग हाम्रो कस्तो अदृश्य सम्बन्ध हुन्छ? के तपाईँलाई थाहा छ, तपाईँले कहिल्यै नभेटेको कुनै व्यक्तिको एउटा सानो सुस्केराले तपाईँको पुरै दिनको गति बदल्न सक्छ। हामी काठमाडौँको यो भिडभाडमा आफूलाई एक्लो ठान्छौँ, तर मलाई लाग्छ हामी सबै एउटै कपडाका धागोहरू हौँ। यदि एक ठाउँमा एउटा धागो तानियो भने त्यसको असर पुरै कपडाभरि फैलिन्छ। त्यो बिहान मलाई उनको नाम थाहा थिएन। मेरो नजरमा उनी करिब 65 वर्षकी एक शालीन नेवारी महिला थिइन्, जसको अनुहारमा एउटा छुट्टै चमक र आँखामा टाढाको कुनै सपना झल्कन्थ्यो। उनी हेर्दा थकित देखिन्थिन्, यस्तो थकान जो एक्लै ठूलो सपनाको भारी बोक्दा महसुस हुन्छ। म ब्याङ्कको एउटा कुनामा टोकन नम्बर 45 लिएर उभिएको थिएँ। भित्र निकै गर्मी र भिड थियो। म 40 मिनेटदेखि कुरिरहेको थिएँ, तर डिजिटल बोर्डमा भर्खर नम्बर 22 मात्र पुगेको थियो। ती महिलाको नम्बर 25 थियो। उनी अगाडिको कुर्सीमा बसेर आफ्नो झोलाभित्र केही खोजिरहेकी थिइन्। उनी निकै अलमलमा परेको जस्तो देखिन्थिन्। पछि मैले थाहा पाएँ उनी आफ्नो बुबाको नाममा एउटा अनाथालय बनाउने ठूलो सपना बुन्दै थिइन्, जो उनी जस्तै एक्लो बस्ने अवकाश प्राप्त महिलाका लागि निकै ठूलो चुनौती थियो। तर त्यो क्षणमा भने उनी आफ्नो स्मरण शक्तिसँग हारिरहेकी थिइन्। अचानक उनी निराश देखिन्। उनले बिस्तारै ओहो भनिन्। उनलाई याद आयो आफ्नो सपनाको हतारोमा उनी चेकबुक त घरकै टेबुलमा छोडेर आएकी रहेछन्। उनी उठिन् र निकासतिर लाग्दै गर्दा हाम्रो आँखा जुध्यो। उनले मतिर हेरिन्। मेरो हातको मुजा परेको 45 नम्बरको टोकन देखिन् र आफ्नो 25 नम्बरको टोकन मेरो हत्केलामा थमाइदिन्। यो ल्याऊ बाबु, उनले मसिनो स्वरमा भनिन्। म त घरै जानुपर्ने भयो, तिम्रो समय बच्छ। मैले धन्यवाद भन्न नपाउँदै उनी काठमाडौँको ट्राफिक र धुलोमा हराइसकेकी थिइन्। मैले हातमा हेरेँ। अहिले म टोकन नम्बर 25 भइसकेको थिएँ। एकैछिनमा मेरो अगाडि रहेका 20 जना मानिसहरूको लामो पर्खाइ समाप्त भएको थियो। मलाई एउटा अनौठो हल्कापन महसुस भयो। उनले मलाई केवल समय मात्र दिएकी थिइनन्, बरु उनको एउटा सानो गल्ती मेरो लागि एउटा ठूलो अवसर बनेको थियो। 10 मिनेटमा मेरो काम सकियो। जब म बाहिर निस्कँदै थिएँ, मैले त्यही ठाउँमा एकजना वृद्ध मानिसलाई देखेँ। उनी काँपिरहेको हातले टोकन नम्बर 68 समातेर थकित मुद्रामा बसिरहेका थिए। उनलाई देख्दा लाग्थ्यो उनी युगौँदेखि त्यहीँ कुरिरहेका छन्। त्यही बेला मलाई जीवनको विचित्रताको महसुस भयो। यदि ती महिला, जसको नामपछि मैले कमला भनेर थाहा पाएँ, आफ्नो सपनाको धुनमा चेकबुक बिर्सन पुगेकी थिइनन् भने म अझै त्यहीँ बसिरहेको हुने थिएँ। र म त्यहाँ हुनु भनेको ती वृद्ध मानिसले अझै धेरै बेरसम्म त्यो गर्मीमा कुर्नु थियो। म उनी कहाँ गएँ। बुबा, मैले आफ्नो पुरानो टोकन नम्बर 45 उनलाई दिँदै भने, मेरो काम सकियो, यो नम्बर अलि अगाडि छ। उनको अनुहारमा जुन राहत र खुसी देखियो त्यो मेरो जस्तै थियो। उनले मलाई यति मनदेखि धन्यवाद दिए कि मलाई एउटा कागजको टुक्राको मूल्य यति धेरै हुन्छ भन्ने सोचेकै थिइनँ। जब म सडकमा निस्किएँ, सहरको धुवाँ र कोलाहल पनि मलाई उति नराम्रो लागेन। मलाई महसुस भयो हामी सबै अन्जानमै एउटा ठूलो मेसिनको हिस्सा हौँ। कमलाको बिर्सने बानी एउटा सानो झिल्को थियो। मेरो कृतज्ञता त्यसको संवाहक बन्यो र ती वृद्धको राहत त्यसको उज्यालो। हामी सहरमा हिँड्ने एक्ला व्यक्ति मात्र होइनौँ, हामी त एउटा स्नायु प्रणाली जस्तै हौँ। एक व्यक्तिको गल्ती अर्कोको लागि आशीर्वाद बन्न सक्छ र एउटा सानो दयालु व्यवहारले पुरै कोठाको वातावरण बदल्न सक्छ। मलाई थाहा छैन
कमलाले आफ्नो अनाथालय बनाइन् कि बनाइनन्, तर मलाई विश्वास छ त्यस दिन बैंकमा उनले फैलाएको यो सानो माया नै त्यो अनाथालयको जगको पहिलो इँटा थियो। हामी एक अर्कासँग जोडिएका छौँ, कहिले केही कुरा सम्झेर त कहिले केही कुरा बिर्सेर, र यही मानवीय सम्बन्धमा नै सधैँ आशा जीवित रहन्छ।